एभ्रिवान वेलकम टु माई ब्लग 5 है। अनि आज चाहिँ हामी फुलबारी घुम्न जानु आँटेको है। यसो बाहिर पनि हावा खानु पऱ्यो भनेर अनि डेभी त भर्खर स्कुलदेखि आइपुग्यो। त्यही भएर चाहिँ अब हामी चाहिँ फुलबारी घुम्न जानु आँटेको। आज हामी चाहिँ फुलबारी घुम्न गएको। हाम्रोदेखि चाहिँ नजिकै पर्छ। दादालाई अघि अर्को ल्यान्ड पनि दिसुले चाहिँ यतापट्टि मात्रै हेर्दैछ। कहिले घट्ने होला यो मोटो मोटो गाला। मायाको यति माया दिँदा त कति आमाले छोडेर हुन्छ पुगेन भन्नुहोस् त। ठिकै हो आन्टीको गफ। के आमाले छोडेर हिँड्छ 5जना नानी भएर मलाई त मार्नु चिना मार्नु कि रेतेक काटेर छोडिदिनु। कसरी छोडिदिनु अरे आन्टी? रेतेक काटेर नानी भनेको कुरा के भने हामीलाई भार लगाइदिएको हो नि त। माया गर्नु पर्यो, हुर्काउनु पर्यो, उनीहरूलाई पढाउनु पर्यो, त्यहाँदेखि बिहादान गर्नु पर्यो, त्यहाँदेखि फेरि नाता नातिनी भएर नहुनेसम्म हामीलाई पिरै हुन्छ। फलानु छोरीको चाहिँ नानी छैन, फलानु छोराको चाहिँ नानी छैन। अहिले मेरो चाहिँ ढुक्कै 5जना बिहा भयो, 5जना छ। पनाती पनि देखेँ। आन्टीले चाहिँ पनाती पनि देखिसक्नु भएको अरे। त्यो पढ्ने त खलाती हजुर। अनि 2 वर्ष घरमा चाहिँ यो डुँडे भयो। यो नानीहरूले देख्यो भने नयाँ मासु खान्छ नि मलाई दुःख दिए खाएको भन्छ। हजुर उनीहरूले यहाँ खुट्टा डुँडे हुन्छ। कस्तो दामी फुलेको रहेछ। मेरो घरमा तर बोल्दा भएन। सब्जी लानु भएको आन्टी? सब्जी प्याजको कली। ए कली पनि बनाउँदिनँ म त यत्रो प्याजको कली बोक्नु भएको रहेछ आन्टीले। बजार लानु भएको होला। लगी थपक दियो। ए हजुर अघि रितै आयो नि बजार। हजुर अघि भनेर फोन गरेर आइजु त्यो भएमा चाहिँ बुन के छ भने एकदिन मलौरा त्यस्तै आएको थियो। हजुर अन्त आइजु यति प्याज लगेको रोपा तिमीलाई पनि भने मैले चाहिँ हेर्नु सक्दैन प्याजमा हेर्नु कसरी आउने। भेरी गुड स्टार्ट स्कुल। अनि अब नानीहरू बुझ्दैन। बोटानिकल गार्डन चाहिँ यहीँ हो। नानीहरूको पढाइबाट चाहिँ मलाई गाह्रो छ। हामी यहीँसम्म हो जानु ल। हुन्छ हुन्छ बन्द। हजुर हजुर बन्द। हामीलाई बन्द हुन्छ भने थाहा थियो तर पनि गेटसम्म भए पनि आउनु है भनेर आएको। हामी चाहिँ फर्केको घर। चिसो भएछ हो यस्तो लड्यो। जाडो भयो हावा कस्तो म त गाला चिसो भयो। दिउँसोको खाजा मलाई पुरा उसिने कालो खानु मन लागिरहेको थियो। अन्त आलु चाहिँ पट उसिनेर चाहिँ अब क्लास हुँदा चाहिँ बेबीलाई यसरी राख्छु है उठेको बेलामा। त्यसपछि चाहिँ म चाहिँ खाना बनाउँछु। आज चाहिँ हामीले बनाउँछौँ थुक्पा मासु। यसको चाहिँ किमा उयो बनाउनुको लागि, यसको चाहिँ झोल बनाउनुको लागि हड्डीको चाहिँ है थुक्पा। थुक्पा चाहिँ कस्तो छ देखाउँछु है। त्यो पकाउँदैछु है। नानी चाहिँ यहाँनिर पुच्चीले सुप उम्रिँदैछ है। मिना
मेरो छोरा खेल्दा खेल्दै सुति गयो बाबु देशु खेल्दा खेल्दै सुत्यो बाबाको चाहिँ क्लास सकेर अहिले बेबीलाई खिलाउँदैछ है छानु है क्लास चाहिँ सिकाउने क्लास होइन मेरो आज सिक्ने क्लास थियो ए के क्लासहरू पनि हुन्छ हौ आफू पनि सिक्नु पऱ्यो नि त बेटर सिकाउनुको लागि त्यही हो कुरा चाहिँ है त्यस्तो हो बुढो भइन्जेलसम्म सिक्नुपर्छ लर्निङ इज नेभर एन्डिङ बुढो भइन्जेलसम्म इट्स अ नेभर एन्डिङ प्रोसेस बुढो भइन्जेलसम्म सिक्नुपर्छ अरे गाइस बुढो अन्त हुनु त झन् सकिँदैन नानीलाई यहाँनिर हेप पक्रेर मात्रै म यहाँनिर झोलतिर फोकस यो झोल चाहिँ तपाईँको 1 घन्टा जस्तो उमाल्यो भने मात्रै त्यसको रस दामी निस्किन्छ यो हड्डीहरूको रस निस्किन्छ है मजाले अन्त यहाँ चाहिँ के पाक्दैछ थुक्पा चाहिँ मैले उमालिसकेको छु टाढा आज चिकन थुक्पा खाने हो चिकन थुक्पा खाने हो ससुराली जाने हो बङ्गुरको मासु खाने हो है ससुराली जाने हो बङ्गुरको मासु खाने हो घुमाइ घुमाइ दाहिने हातले लम्मा पार्ने हो खै गीत गाउनु न पापाले मलाई थाहा छैन यो अन्त आज चाहिँ हामीलाई चाहिँ के छ भने चाहिँ धनियाँको कमी छ पहिला चाहिँ मेरो हस्बेन्डको लागि किनकि नानी सुतेको छैन हामी पालै पिलो गरेर खान्छौँ तर ये लीजिए आपके लिए थ्याङ्क और जोर से बोलो यू ओ मेरो गाइज मैले पनि थुक्पा खानु आँटेको पापाको टर्न सक्यो पापा हजुर गुड नाइट भनेर छैन है भाइको फेभरेट टोपी है यो चाहिँ यही कम्फर्टेबल हुन्छ र एलेक्सा टाइम नो मोर I'm yours. Open up your minds and damn you free. Look into your heart and you'll find love. Please don't, please don't.